आइपिओ बेच्दा कति ट्याक्स तिर्नुपर्छ भनेर कन्फ्युज हुनुहुन्छ भने दिस भिडियो इज फर यु। नेपालको क्यापिटल गेन ट्याक्स ल अनुसार कुनै पनि शेयर प्रोफिटमा बेच्दा रेसिडेन्ट नेचुरल पर्सनले ट्याक्स तिर्न पर्छ। यदि शेयर 365 डेज भन्दा बढी होल्ड गरेर बेच्नु भयो भने 5% क्यापिटल गेन ट्याक्स लाग्छ अनि 365 डेज भन्दा कम होल्ड गरेर बेच्नु भयो भने 7.5% क्यापिटल गेन ट्याक्स लाग्छ। यसबाहेक अरू चार्जेस पनि एड हुन्छ। ब्रोकर अनुसार ब्रोकर कमिसन अराउन्ड 0.2% देखि 0.4% सम्म लाग्छ। त्यसै गरी डीपी चार्ज 25 रुपियाँ र सिभन कमिसन 0.015% लाग्ने हुन्छ। यी सबै चार्जेस र ट्याक्स डिडक्ट भइसकेपछि रिमेनिङ अमाउन्ट तपाईको ब्याङ्क अकाउन्टमा T+2 वर्किङ डेज भित्र आउँछ। मिन्स शेयर बेचेको दिन +2 वर्किङ डेज पछि पैसा अकाउन्टमा क्रेडिट हुन्छ। यस्तै फाइनान्शियल कुराहरूलाई सजिलो भाषामा बुझ्नका लागि मेक स्योर यु फलो अस।